यो एउटा भ्युअर चाहिँ मुनाको नम्बर माग्दैछ आफै माग न डाइरेक्ट मलाई के सोधिरहने आलु होइन मेरो नम्बर माग्न त मलाई पो फोन गर्नुपर्छ त होइन कहाँबाट मेसेज गरेर हुन्छ पुरा भिडियो नछुटाइकन हेर्नु होला लास्टमा झन् गजबको छ हुन्छ यहाँ लाइन हान्नुपर्ने थाहा हुन्छ लु मलाई मेन्सन गर्नु त मुनाजी एउटा रोज सोच के हान्दैन हुन्छ रोज हान्नु पर्दैन मलाई तर फेरि यो यति फास्ट कुदिरहेको छ यो च्याट हैन रोज हान्यो भने ठ्याक्कै त्यहाँ क्लिक गरेपछि ठ्याक्कै त्यहाँबाट निकाल्न मिल्छ त्यही भएर मुन्नाजीले केही हान्दैन थाहै हुँदैन एउटा रोस हान्यो नि एकछिन है एउटा मेन्सन देखे ल यति बस्नु है ल ओके ओके अनि जिडिएल ब्रदर के छ तपाईको उता त्यो स्नोको के भइराछ अहिले ए आज भोलि पनि छ अब नमस्ते मुनाजी के छ सन्चै हुनुहुन्छ एकदमै ठिक छ दाइ हजुरको बिग फ्यान थ्यांक यू बहिनी थ्यांक यू सो मच एमी दाइ हजुर ए मुनाजी सुन्नु न क्यामेरा खोल्नुहुन्छ कि हजुरले हुन्छ ए ल म हजुरलाई स्विच गरिदिन्छु ल स्पट माथि जिरो मैले गर्छ पर्दैन तिमीलाई आउँदैन थ्यांक यू श्याम भाइ थ्यांक यू श्याम अनि एनटीआर के छ ओके मुनाजी सुनौ न है घरतिर कामतिर भर्खर आइपुगे कामतिर हो ए ल ल हामी मुड बस्यो अब ल हाम्रो स्यामी ब्रदर तपाईहरुसँग नजिकै हैन को हजुर म सँगसँगै हो एनटीआर डालस एरिया हो त्यही नजिकै त छ नि हो म हामी होम दाइ सँगसँगै छौँ यहाँ ए विस्कन्सिन हैन हो दाइ ए विस्कन्सिन ल अब बहिनी गाउनु ल बहिनी गाउनुस् प्लिज ल सुनौ मुनाजी ल मिठो हस् हुन्छ केसी नै कहाँ हुनुहुन्छ हजुर घर नेपालमै हो हजुर मुनाजी हजुर हो सोलुखुम्बु हो अहिले चाहिँ म काठमाडौँमै छु ए ठीक छ एकदम ल सुनौ हजुर ओके एकैछिन है भने यो एरियामा पनि ठिकै रहेछ हाम्रो यो रोमियो भाइ पनि यतै छ एनटीआर यही नजिकै यसका ब्रदर नि यतैतिर रहेछ अस्ति नै भन्दै हुनुहुन्थ्यो कता नि नजिकै छु भने एक दिन टाइम मिलाएर भेट्नु हस् म ट्राई गर्छु नि दाइ सबजना भेट्नुपर्छ कि त्यो अनि उता स्यामी ब्रदरले चाहिँ उता हाम्रो मोन्स्टरहरू भयो हैन मेसीहरू भयो ल आउँदा एकछिन सुनौ होला एकछिन मेसी मोन्स्टर एकछिन सबजनासँग पछि भेटौँ ल एकछिन मुनाजी वेट गरेको गरे हुनुभयो कि यहाँ अड्केर ल ठिक छ मुनाजी एकदम है डेडिकेट हानेर ओमदाई गरेर राख्नु पर्छ ओमदाईले नै डेडिकेट हानेर गाउँदा ओके हस् म हाम्रो प्रकाश सपु दाइले गाउनु भएको गीत भन्नु थोरै ट्राई गर्छु है त गर्नु न प्लिज देश भन्नु त के रे छ र चार किल्लाको माटो त्यही माटो नि उनकै मात्र जो छन् टाठो बाठो देश भन्नु त के रे छ र चार किल्लाको माटो त्यही माटो नि उनकै मात्र जो छन् टाठो बाठो तिम्रो मोयाले मलाई पिर दियो हो तिम्रो मोयाले मलाई पिर दियो कमलो मुटु कमलो छाती कमलो मुटु कमलो छाती चिर दियो तिम्रो मोयाले मलाई पिर दियो हो तिम्रो मोयाले मलाई पिर दियो एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानि कतै मर्यो आत्मा सम्मान कतै स्वाभिमानी एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानि कतै मर्यो आत्मा सम्मान कतै स्वाभिमानी तिम्रो मोयाले मलाई पिर दियो हो तिम्रो मोयाले
यू ओके धन्यवाद छ धन्यवाद थ्याङ्क यू सो मच मुनाजी दामी, म त ओम दाईलाई डेडिकेट गरेर गाउनुहुन्छ लभ सङ निस्केला भनेको देशभक्तिको सङ आयो त ओम दाई के हो राजा साह्रै मलाई किन हो फेरि यहाँ सानो brother छ त। ठिक छ ओके सर वंशत वेलकम माई ब्रदर वंशत brother Okay, पनि man. आउनुभयो। ओए यो एउटा भ्युवर चाहिँ मुनाको नम्बर माग्दैछ आफै माग न डाइरेक्ट मलाई के सोधिरहने आलु वंशत brother ले या पनि मैनी होइन मेरो नम्बर माग्न त मलाई पो फोन गर्नुपर्छ त होइन कहाँबाट मेसेज गरेर हुन्छ तँलाई दाम न बाहिर होइन ओ नम्बर चाहिएन भन्दैछ नि यहाँ च्याटमा मुना आफै बोलेको कि त्यो छेउको मान्छे बोलेको छेउको मान्छे देखाउ त को बोलेको म आफै हो कहाँबाट छेउमा मान्छे नै छैन त राम ए यसो भन त तँलाई नम्बर चाहिन्छ भने मसँग डाइरेक्ट माग्न के स्यामी दाईलाई युज गरे भन त तँलाई नम्बर चाहिन्छ भने म डाइरेक्ट मेसेज गर्छु हो त अब तपाईँलाई मेसेज चाहिन्छ भने त वंशत brotherलाई मुना खड्कालाई नै सम्पर्क गर्नुपर्छ नि वेटर बाबा राम ठिक छ एकदम धन्यवाद छ मुनाजी एकदम थ्याङ्क यू सो मच है अहिले भाइरसले भनेर एकदम हजुरलाई जोइन गर्न पाएँ एकदम खुसी लाग्यो थ्याङ्क यू सो मच हामीलाई- दादालाई पनि अनि हजुरलाई पनि थ्याङ्क यू सो मच सबैजनालाई धन्यवाद एकदमै खुसी लाग्यो हजुर ठिक छ राम्रोसँग बस्नु होला है हजुर एन्ड नम्बर एकदम सबै धन्यवाद कसैलाई दिने होइन नि ठिक छ ओके मुनाजी टेक केयर राम्रोसँग बस्नु होला हस् हुन्छ थ्याङ्क यू दादा हाम्रो माथि एकचोटि यो बुन्चट फेरि यस्तो घुसघुसे छ ए बुन्चट बोल्छ होला आज घुसघुसे आज बोल्नु पर्यो। बोल्दै बोल्नु न घुसघुसे त कहिले कहिले बोल्छ होइन नि मान्छेहरू अस्ति बोल्नु भएको थियो बोल्छन् हामीसँग बोल्छ मेरो लाइफमा त खै आवाजै सुन्न पाएको छैन आदि मान्छेहरू त बुन्छ दाइकै आवाज सुन्नको लागि बसिरह होला नेतापट्टि अस्ति बोलेको थियो नि हामीसँग डिटेल ब्रदर नि त्यही हुनुहुन्थ्यो होइन बुन्चेटलाई यहाँ तान्न खोज्दैछु यहाँ देख्दै देख्दिन कति कसैले च्याट नउडाओ त सबजना 12,000 लाइन हान्नु पर्ने देख्छ दाइ 12 नम्बरमा हेर्नु न 12 नम्बर 12 ए एकछिन ल हेलो बुन्छ दाइ वेलकम बुन्छ दाइ मेरो लाइफमा चाहिँ बोल्नु हुँदैन कि अरूको होइन लाइफमा बुन्चेट बोलेको स्वर मसँग छ सुन्ने हो सुनाउ न खै तर त्यो बुन्चेट एकताल खाँदाखेरि त्यो चम्चा प्लेटमा खसेको मात्रै छ एउटै बेजो धान्छु ल हेलो खाँदाखेरि चम्चा प्लेटमा खसे कसले पो खसायो चम्चा अब अनि बुन्चेटले ए हो अस्ति लाइभ बस्न टेस्ट गर्दै थियो होइन अनि ट्वाङ्राङ गरेको आवाज छ अब त अब त्यो बुन्चेटले हो कि कसले हो नि जस बुन्चेटकोबाट आएको थियो आवाज ठिक छ एउटै घटनाका लागि ए बुन्चेटको रियल नाम त राकेश पो रहेछ राकेश के राई होइन होला राई त होला नि राकेश होइन होला राजेश खै के हो मलाई पनि थाहा छैन त नामसाम पनि के राख्नुपर्छ नि यताउति नि केही छैन कोही एकजना यार कोही अलिकति बवाल यसो गीत सित गाउने सिङ्गिङ यसो बवाल भाइब्स निकाल्ने केटाहरू कोही छ भने यसो इन्ट्री हान्दा भन्छ